तपाईँहरू जे भन्नुहोस्, यसलाई त म 1 राख्दिनँ, 2 राख्दिनँ, 3 राख्दिनँ मेरो घरमा। हेर सानी, यसरी आवेशमा नआइजन्। बुहारीले गल्ती स्वीकारिसक्यो त, एकचोटिले माफी दिउँ हामीले। हेर सारे, रामले त कुरो ठिकै गरे हो। यसरी माफी दिउँ नि त बुहारीलाई। त्यस बेला केही गरिन् भने हामी छौँ नि त, हामी केही गरौँला, केही भनौँला। हेर मुना, घर भनेको छोरी मान्छेको हो। सानो कुरामा चित्त नदुखाउनु। छोरी मान्छेले घर भनेको सम्हाल्नुपर्छ। घर मात्रै सम्हाल्ने होइन मुना, केटाहरूसँग फोनमा बोल्न पनि छान्नुपर्छ। हेर मुना, आजदेखि उपरान्त कुनै केटा तेरो घरमा भेट्न आएछन् भने यो गाउँबाट निकालिदिन्छौँ हामी। हो, गल्ती मेरो पनि छ। घरसम्म छोरा मान्छे आउने बाध्य बनाउने यही सानीले गर्दाखेरि हो। मान्छे भक्तमा मान्छे नआए को आउँछ? कहिले काका आउँछ, कहिले भाइ आउँछ, कहिले दाजु आउँछ। जो आए शङ्का गरेको छ, आँखा लगाएको छ। के रे, मैले आँखा लगाएँ रे? अहिले तेरो मुख फुट्ने गरेर दिन्छु। तँलाई भेट्नलाई माइती आउँथ्यो अरे यो घरमा? अस्ति समाजमा पनि माइती हो भन्थिस् त, त्यसकै बाइकको पछाडि बसेर हिँडिरहेको थिइस् त। ए झाँक्री बा, यसलाई यहाँबाट निकालिदिउँ न, यो मेरो घरमा राख्नु मनै छैन यसलाई। चुप! यसमा तेरो पनि गल्ती छ। भर्ता हुन्छस्? मलाई त भन्थ्यो बासीबाते भाइले, म इन्डिया जान्छु होला काका, 2-4 वर्ष हुँदै हराउँछु भनेर भन्थ्यो। तिम्रो घरमा के चिज भइरहन्छ भन्थ्यो। मलाई त जहाँसम्म लाग्छ त्यो मान्छे इन्डियै भाषी होला हो। होइन, इन्डिया गए पनि बाहिर गए पनि बुढीलाई त भनेर जानुपर्छ नि। कस्तो खालको भाइ रहेछ त्यो? मलाई त भन्थ्यो बासीबाते भाइले, काका म इन्डिया जान्छु कि भनेर, 2-4 वर्ष हुँदै हराउँछु कि भन्थ्यो। विदेश गए पनि इन्डिया गए पनि आफ्नो स्वास्नीलाई त भनेर जानुपर्छ नि। कस्तो खालको छ त्यो भाइ? गल्ती त मेरै हो नि काका। बाबामाले यस्तो जरियासँग बिहा नगर भन्दा मानिन। अहिले मलाई नै पछुतो लाग्छ। के गर्नु? झाँक्रीबा नमस्कार। नमस्कार नमस्कार नानी नमस्कार। सानीलाई यसो सम्झाइदिनु न झाँक्रीबा, त्यो केटा कहाँको हो, कहाँ छ घर, जहिले नि खोजे गर्छ मसँग। बोला म बोल्छु भन्छ, हेर्छु भन्छ। तपाईँले भन्दा मान्छ, यसो सम्झाइदिनु न सानीलाई।
तेरो बुढीलाई सम्झाउनु त म थाकिसकेँ। अब फेरि तँलाई सम्झाउनु पर्ने त्यो मुनाले मलाई जागृति भयो सानेलाई सम्झाइदिनुहोस् न भनेर भन्दै घरमा त्यो केटो को किन आयो भनेर फेरि शङ्का गरेर झगडा गरिरहन्छ भनेर भन्थ्यो। के हो पारा त्यो? होइन जागृबा, मैले त्यसलाई त्यस्तो केही पनि भनेको छैन। त्यसले तपाईँलाई झुट बोल्दैछ। गफ नगर हामीलाई थाहा छैन? त्यसरी आँखा लाउनु थालिस् भने तेरो घरबार चल्छ? सानैले उसको बुढीलाई दिनरात कुट्छु र मार्छु भन्दै हुन्छ अरे। त्यसको सङ्गत गरेर हिँड्ने होइन है। होइन तिमीले चाहिँ सानैलाई गाली गरेको कि मलाई सम्झाएको कि के गरेको म त कुरै बुझिनँ त। ल ल ल ठुल्ठुलो कुरा नगर। हजुरबुवा, बाबा मम्मी फेरि झगडा गर्न थाल्नुभयो। तेरो बाबामा फेरि झगडा गर्न थाले? यो साले जिन्दगीमा नसुध्रिने रहेछ। अब म घरमा बस्दिनँ। भाउजू, बासुवा दाईको केही खबर आयो त? भाइ त्यसको मलाई नामै नलिनु है। तपाईँ पनि आएदेखि नआउनु मेरो घरमा। त्यसै त तपाईँको बुढी रिसाउनु जान्दिनन्। फेरि तपाईँ यहाँको थाहा पाउनुभयो भने तपाईँलाई मार्लन। नमस्ते काका, त्यो सानै त बौलाएछ नि त। त्यो बौलाको उपचार गर्ने औषधि मसँग छ नि रामे, त किन टेन्सन लिन्छस्? ल ल काका, हामी लागि होइन भने मलाई भन्न त। त्यो केटाको नम्बर दिएन त मलाई, म कुरा गर्छु भनिरहेको छु त। मैले तिमीलाई भनिसकेँ त, म त्यो केटासँग बोल्न भेट्न छाडिसकेँ भनेर। बाबा तिमी टाढा हुँदा घरको हरेक कुनो खाली लाग्छ। तिम्रो आवाज बिना यो मन धेरै नै भाँचिन्छ। बाबा तिमी गएको दिनदेखि घरमा हाँसो हराएको छ। खेल्ने त्यो आँगन पनि मलाई बारम्बार त्यो केटासँग आँखा नलाऊ है, मैले भनिसकेँ नि तिमीलाई। तिमीले सम्हालेको हात आज खाली खाली लाग्छ। तिमी बिना यो जिन्दगी। त बोल्दिनँ भेट्दिनुहोस् भने दिएर त मलाई त्यसको नम्बर, म आफै त्योसँग कुरा गर्छु। मसँग नम्बर छैन। फोनको घन्टी बज्दा पनि तिम्रो आवाज खोज्छु। आँखाभरि आँसु लिएर तिमीलाई नै सम्झन्छु। अधुरो साथ तिम्रो मेरो टाढा भए पनि माया छैन कम। तिमी त्यही कुरामा ल्याङल्याङ गर्छौ मसँग?
बाबा एकोरो आँखा लागेको छ शङ्ख लागेको छ मेरो तेरो यस्तो बेला सम्झिँदा नि कहिले काहीँ त नि तँलाई चलक्क काट्नु मन लाग्छ तारा जस्ता सपना लु काट त हेरौँ म काटिहाल आज टुट्दै गएका छन् तिमी बिना बाबा दिनहरू रुन्दै गएका छन् सानी मेरी छोरीलाई छोडेर टाढा आउनु पर्यो मुटु बिचमा राखेको माया आँसुसँगै लुकाउनु पर्यो तिमी रोएको कल्पनाले रातहरू निदाउन दिँदैन छोरी तिमी बिना यो मन एक पल पनि रमाउँदैन समयले छुटे पनि माया कहिल्यै छुट्दैन यो बाबा छोरीको बन्ध कहिल्यै पनि टुट्दैन कहिले फर्केर आउँछौ बाबा यो मनले सोधिरहन्छ तिमी बिना यो जीवन हर दिन अलि अलि मर्छ